एकको होइन सबको उन्नतिका लागि क्रियाशील। देशमा देखिएका अँध्यारोले केही चिन्तित तर घाम उदाउनेमा निश्चिन्त। समाजको उन्नति प्रगतिमै आफ्नो गतिशीलता अनुभव गर्नुहुन्छ। धेरै गुणहरूले सजिएर पनि साधारण जीवनशैलीमा रमाउने शक्तिकै कारण सबको मान र मायाले उजिलिनु भएको छ। सँगै उभिन पाउँदा मात्र पनि कलाप्रेमीहरू गर्वले छाती चौडा भएको अनुभूति गर्नुहुन्छ, जसको उपस्थितिले तिनै व्यक्तित्व हुनुहुन्छ अमरराज शर्मा। जिंदगी खा जिगु खायाना जिगु मजू रंग गे गे रंग गे जी बुगु छेठवाएगा थाने चुके बोलंगु खा मजा बोला समझी यो कोई मिटियो आना पे मिटियो रियो चाहिँ गुच्चा मिटियो साइकल यो घसा गाक्यो यो मिटियो रियो छ्याउ नपा कि साइडना छु टु साइडना छु तले चुने ज्ञानपु चितले चिरबाई जाउँ ठप्पा बालाजीको चिरबाई जाउँ उ चिरबाया अनि निवार भाव कुनै कोठा अझै तले चुने ज्ञानपुका भूकम्प पीडित काजे नेपाल कलाकार चाहिँ त सोहरू चाहिँ जी आजतक चाहिँ जी मुसु हुने सोचौँ मरोस् नेपाली पो लेफु राज्य चाहिँ विधान नियम सरकार खासै सोचौँ मरो कलाकार चाहिँ त। आफ्नो बुबालाई पहिलो सङ्गीत गुरु मान्नुहुन्छ अमरराज शर्मा, तर यति निखारता भने सो अध्ययनले नै ल्याएको हो। गीतका गुन्जनहरूमा रातका प्रहरहरू बदलिएको समेत चाल पाउँदैन अमरराज। आफ्नो समूहले गाइरहँदा अरू कोही त्यसरी नै गाउँदै आए भने दुई समूह बीचको जुहारीले सूर्य उदाउँदा होस खुल्थ्यो। आफ्नै घर समाजको सङ्गीत मात्र होइन, समाजभन्दा 7 समुद्र टाढाबाट सुनिने विभिन्न साज र आवाजहरूको ससाना कणसम्मको अध्ययन गर्न रुचाउनुहुन्छ उहाँ। ती कणका जादु आफ्नो औँलामा समेटेर गलामा बसाल्न निकै परिश्रम गर्नुहुने अमरराजको गायन शैलीमा झल्किने विविधता र विशेषताले पनि त्यो समर्पण बोल्छ। कक्षा 8 मा पढ्दै गर्दा मामा घरका एक दाजुले पढ्ने अनि गीत पनि गाउने भनेर ललितपुरको महेन्द्र माध्यमिक विद्यालयबाट क्षेत्रपाटीको जेपी स्कुलमा भर्ना गराए। जेपी हाई स्कुलले चाहिँ के विचार गरे भने हाम्रो विद्यार्थीहरू पुरानो विद्यार्थीहरू त हाम्रो एउटा भण्डार हो। स्कुल चाहिँ पहिला के थियो भने हरेक क्लासमा स्पिकर हुन्थ्यो। त्यो बेलामा नै स्पिकर थियो यो स्कुलमा। घन्टी थियो स्कुलको सूचना त्यही स्पिकरबाट भन्दै हामीले यो पाइयो के 50 वर्ष पछाडि म यो मेरो आफ्नो स्कुलमा त्यस्तो खासै घटना हुनु मलाई याद छैन। संगीतकै धुनमा घर आई खाना खाएर भाँडाकुँडा ठेगान लगाएर निस्केको समेत परिवारमा पत्तो हुँदैनथ्यो। यही कारण नराम्रो संगतमा पर्ने चिन्ताले परिवारलाई सतायो। संगीत र साथीभाइको सांगीतिक माहौलको प्रभाव भन्ने थाहा पाएपछि भने हजुरआमा लगायत घर परिवारले पागलहरू भनी गाली गरेको स्मरण निकै रमाइलो मानि सुनाउनुहुन्छ उहाँ। कलाकै लागि जन्मिएका अमरराजको लहलहीको संगीतले बाटो पायो तब जब उहाँ एसएलसी सकेर थानकोट 1 वर्षका लागि बस्न जानुभयो। 2025 सालतिरको कुरा। उहाँमा भरिएको एक गुणले ध्यानाकर्षण पाउँदै गयो। मनोरञ्जनको महत्त्वपूर्ण चलन दबोप्याख अर्थात् नाटक मञ्चनमा लेखकका रूपमा एउटा अध्याय यहीँबाट सुरु भयो। समाजमा देखिएको भेद चिर्ने शक्तिशाली कलमको पहिलो सृजना थियो नाटक जातीय भेद। पहिलो नाटक नै सबैलाई मनपर्ने नाटक बन्यो। लोकप्रियता बढ्यो र माग पनि। 28 सालसम्म आइपुग्दा नायक समेत बन्नुभयो आफ्नै रचनाको पूर्णाङ्की नाटकमा।
यति मात्र होइन, निर्देशक पनि बन्नुभयो। नाटकका लागि साज बजाउनुका साथै गीत सङ्गीत रचनामा रहेको दक्षता समेत प्रस्तुत गर्नुभयो। 31 सालमा चिरीमा, 32 सालमा गोविन्द चिकमुले लेख्नुभएको जागृति, 34 सालमा विष्णुप्रसाद श्रेष्ठले लेख्नुभएको यहाँ निभाका साथै एकाङ्की नाटक बेरोजगार रचना भयो, जुन प्रगतिशील विचारधाराको नाटक थियो। नाटक मञ्चनको तयारीकै लागि नासध्य पुज्नुपर्ने र त्यसका लागि बोका चोरेर लगी साथीहरूले प्रसादका रूपमा पकाएछन्। किन यस्तो गरेको उहाँको प्रश्न। यो चलन हो हाम्रो मन शान्त पार्ने जवाफ। उहाँ भन्नुहुन्छ, 5 दिनसम्म हामीले बोकाको मासु खायौं। बोका धनीले गाली गर्ला भन्ने लागेको थियो, तर उसलाई बोका चोरिएको समेत ख्यालै थिएन। कला जीवनमा सबैको ध्यान आकर्षण पाएका अमरराज कलामै रमोस् र रमाइलो छरोस् भन्ने चाहना कसको थिएन होला त्यो बेला। तर जीवनको अर्को पाटो, जीवन चल्नु पनि पर्छ। 2022 सालमा उहाँ त्रिभुवन विश्वविद्यालयमा जागिरे हुनुहुन्थ्यो। 2052 सालसम्म नेपाल बैंकमा सेवा गर्नुभयो। उहाँले जागिरे जीवनको एउटा स्मरण गर्नुहुन्छ। उहाँ डुम्रे बजारले चुन्दी खोला रहेछ खुसी दु ओ खुसी चाहिँ जे खुसी धा ल्याउने लाका उसपछि सोया जे व जे बसाइ छ भाङ घर जो बसाइ छ हेर्छ ल अरे सम्मनो या नानीको घर कहाँ काठमाडौँ ओके सोया खुसी चाहिँ अन्त खुसी सोया म खुसी गनाउ गोखबाटी उसपछि सोया चाहिँ बसाइ हो डालो छार गाले चाहिँ उन माने भयो गया अनि खुसी बाउ छ चाहिँ म छन्द पनि चिकी मनलाई आनन्द दिने गीतहरूले मानिसहरूको मानसिकतामा परिवर्तन पनि ल्याउन सक्छ। के यो सम्भव छ भनेर सोध्नेहरू पनि छन्। यो आत्मविश्वासले तात्कालीन समयमा एउटा बलियो सांगीतिक समूहलाई प्रगतिको उत्प्रेरकका रूपमा उभ्यायो। आज नयाँ पिढीमा पनि अमरराजको उपस्थितिले आत्मबल थपेको छ। समतामूलक समाजको सपना बुनेका गतिशील अमरराजका सपना पछ्याउनेहरूमा म पनि छु, तपाईँ पनि हुनुहुन्छ। यो साथ हाम्रो सदा रहनेछ। हाम्रो चाहना मात्र यति हो, अमरराजको शरीर सधैँ शक्तिले भरियोस्, मुहारमा सधैँ मुस्कानको चमक छल्कियोस्, औँलाहरू हार्मोनियममा सधैँ चलमलाओस्, कलमले सधैँ निखार पाओस्, सृजना निरन्तर होस्। यही हाम्रो शुभकामना। दुगाया सख